नमस्ते आज कहाँ हिँडेको है आज थेचो आएको के गर्न थेचोमा धान रोप्न हो हैन अनि त्यो कथेरबाट आएको थेचोतिर त धान रोप्ने सिजन हो नि त अहिले हैन के गर्न आएको त आम्दा यहाँ के छ यहाँ थेचोमा कसलाई भेट्न आएको दिदीले को दिदी अनु दिदी अनि के गर्नुहुन्छ अनु दिदीले यहाँ माया दे गर्छ अनि थेरापी गर्छ कुन विषयमा थेरापी गर्ने हो आज नानी गरे हो खै कहाँ छ 9 बल ओ पर छ अनि ग्वार्थो सेन्टरमा आइराख्ने मान्छे नआएको धेरै भयो आज धेरै समयपछि थेरापी गर्दा कस्तो अनुभव भएको छ आनन्द आएको छ कि छैन दिक्क लागेको छ अनि हाम्रो थेचो सेन्टरको मिसहरू कस्तो लाग्यो ग्वार्थोको मिसहरू राम्रो कि थेचोको उस्तै लाग्छ राम्रो छ काली चाहिँ हो काली को काली के जेनिसा मिस चाहिँ के त सुरुमा मलाई के भन्नु सुरुमा जुत्ता खोल्न सक्दैन थियो लगाएर गयो अनि गाली गर्यो अनि तिमीलाई त्यो ग्वार्थोमा सबैभन्दा धेरै माया चाहिँ कसले कसले गर्थ्यो अनि युवराज सर अनि युवराज सरले फेरि हाम्रो अनिल थेचोमा आएको थाहा पाउनु भयो भने त रिसाउनु होला नि त हो मतलब छैन है फेरि मेरो सेन्टरमा आउने अनिल अनुपमा मिसको सेन्टरमा गएछ भनेर रिसाउनु भयो सरले पठाउनु भएको ए ल ठिक छ अनि यो हाम्रो सेराजे मिसिन चाहिँ कहाँ राखेर प्रयोग गर्छ अनिल ढाडमा ढाड के भन्छ ढाडलाई मेरुदण्ड हो ल हाम्रो अनिल भाइ चाहिँ आज थेचो सेन्टरमा आउनु भएको छ पहिलो पटक अब म भाइलाई स्वागत गर्छु अनि के खाने त थेचो सेन्टरमा आएको छ लड्डु खुवाउँछु ल चिया त पाक्दैन त चिया त होटलमा पो जानुपर्छ त खानु थेरापी यहाँ त थेरापी मात्रै हो नि चिया होइन नि है त्यहाँ हाम्रो आमा बुवाहरू सुतेको हेरौँ थेरापी गरेको ल यहाँनिर चाहिँ यसरी हाम्रो अनिल भाइको युट्युब च्यानलको लागि है यो चाहिँ भिडियो यता हाम्रो राम सर हुनुहुन्छ यता हाम्रो राम्री राम्री क्युटी मिस यहाँ V4 मिसिन V3 मिसिन आमा बुवाहरूले आनन्दले थेरापीको आनन्द लिइराख्नु भएको छ यतापट्टि 9 बल यता चाहिँ खासै निन्दा लाग्दैन ठुलो ठुलो हेरिराख्नु भएको छ अझै धेरै निन्दा लाग्ने चाहिँ यता हाम्रो तातो म्याट दिदी ठिक छ आनन्द छ केमा सुतेको अहिले हजुर म्याटमा के म्याट हो यो थाहा छ भन्नु त सेराटोनिक म्याट आनन्द आएको छ कि छैन तलबाट धेरै सुत्नुपर्छ ल यो म्याटमा धापाखेल दो बाटो त्यहाँ देख्नु भएको छ धापाखेल दो बाटोबाट कति घर यता भने 1 2 3 4 5 घर यतापट्टि नै छ सेराजेन्सी यो उपमा बचत तथा सहकारी संस्था पनि छ तल थेरापी गर्ने ठाउँ पनि छ यताबाट आउँदा सुनाकोटीबाट आउने बाटो यो भयो यसरी आएपछि यहाँनिर धापाखेलको बाटोको छेउमा छ सेराजे अब यहाँ हाम्रो अफिस यतापट्टि ठिकै छ को हुनुहुन्छ घरमा अहिले
चाहिँ मुटो बोल्छ मासु नपकाएर होला अनि अनि अनिलको स्वास्थ्य स्थिति कस्तो छ अहिले स्वास्थ्य ठिकै छ पहिला यो बिरामी चाहिँ के भएर गयो मेरो मेरो सानो 9 महिनाको हुँदाखेरि डक्टरले गलत सुई लगाएर बिगार्ने है त्यसले गर्दा यस्तो अवस्था छ कतिको गाह्रो छ बाबु यस्तो हुँदाखेरि धेरै गाह्रो छ रक्सी खानु लड्यो भन्छ भनेपछि हजुर गाह्रो भएर लड्नुहुन्छ मान्छेले रक्सी खानु लड्यो भन्छ त्यसो भन्दाखेरि मन पनि दुख्छ